गाउँले पानी बनाउन आइजाऊ। आजको यस भिडियोमा घरदेखि केही पारीका सुन्दर डाँडाकाँडाहरू जङ्गल र जङ्गलको बाटोमा हिँड्दा हुने परिणामहरू निहाल्नेछौँ। जङ्गलमा हिँडेपछि यही हो रिक्स, पुरा रातो भइया छ। साथै हामीले पिउने पानीको मुहानसम्मको यात्रा तय गरेका छौँ। हामीले गर्ने गर्यौँ, अब टिमले गर। बिहानै खान लागेको 2 घाँस भात छोडेर घरदेखि माथि निक्लिएँ, किनभने 2 जना दाइहरू मभन्दा अघि गइसक्नु भएको छ। फोनमा अङ्कलले भने अनुसार कोदालो र पुरानो बाल्टी लिएर हामी हाम्रो गन्तव्यतर्फ लाग्यौँ। पानी बनाउन जाउँ भनेर हरेक मान्छेलाई सोध्यौँ, तर सबैको कुनै न कुनै काम छ। काम काज बिनाका मान्छेहरू भनेको। आखिर 3 जना मात्रै निरन्तर अघि बढ्यौँ। त्यसलाई पठाउनुहोस् त, अहिले आउँदा त्यो सायद भोलिसम्म त्यहीँ बसिनी भयो। आइजा अन्त फेरि आइजा 3टा मात्र सम्दा यार, पानी गएन कि उता यार। मान्छे अरूले कोहीले भन्छ सन्धिखर्क जान्छु रे, कसैले बुटोल जाने काम छ रे, कसैले कसैले डोको बोकेर हिँड्यो छ। रगत त मोटा मान्छे हुनुहुन्छ, तपाईँ के खाल्छु विचार। या हामीसिन त प्रशस्त छ। चाहियो भने लैजानुहोस्। मलाई दिन्न 1 किलो। तपाईँसिन छ। अब भिटामिन खानुहुन्छ एकछिन पछि, त्यसपछि त्यत्तिकै फ्लो गर्छ। के भुट्टा बनाएर खानु नि? मैले त यसलाई हस्पिटल लिएर जान्छु सर, मेरो रगत धेरै भयो, म हिँड्न सक्दैन भनेर यसले डक्टरसित कुरा गर्ने, दाइ कमजोरी हुनुहुन्छ भन्ने, त्यहाँ बसेर मलाई दिनु। माथिबाट प्याराग्लाइडिङ गरेर क्या मजाले जाँदो त्यो डाँडाबाट। हामीलाई त अड्डाउन नगर, कमल दाइलाई अड्डाउन सक्छ। सबैको भन्न सकिन्न, कोही कोहीको हो। सबैलाई आफ्नो दुःख हुन्छ आफ्नो फिल्डमा। गाउँले पानी बनाउन आइजाऊ। गिटारलाई गले मार्छ नै। हाम्रो बाटो हामी जति हिँड्यौँ उति जङ्गलभित्र गइरहेको थियो। केही छोड्नुहुन्न क्या दाजु, केही जातै छोड्नुहुन्न। यहाँबाट सबै चुकाको आक्रमण सुरु हुनेवाला छ र तिमुर त अझै देखेको छैन नि त। तर हामी यहाँ लेट भएर होला, नत्र यहाँ त राते बनकुखुरा चौवाडा सबै आउँछन्। बाघ पनि अस्ति त आतङ्क फैलिथ्यो, कर पल्तिर भैँसी खाइदिएको थियो, तल गोरु। बुझिहाल्नु। जुकाले भने अझै कसैले आक्रमण गरेको छैन। फेरिको भेटाएर नि छोडे हाम्रो त्यो डाँडा पछाडि जानु छ अझै। तर यहाँ के कुरा अलि गडबड हुन्छ भने बोल्यो भिडियो भएको हुन्छ। बस चिप्लो छ हिजो अस्ति कलिया पानी आएको थियो अरे। पसिनाले पुरा जुद्रुक्कै भइएछ। काँडा र जुकाहरूबाट जोगिँदै हरिया दृश्यहरूलाई निहाल्दै हामी अघि बढिरह्यौँ। दुई कमल दाईको साथमा रेशम भाइ, अरेखाँची, काउले खोला, नेपाल आइरखेको छैन, आज आइयो धेरै पछि। सुनकौली खान गर यो सुनकौली हामीले एक्लै खाइदिन्छ। भेट्यो र कोदालो छ त नि, कस्तो खायो? ए कहिले आउँदै गरौँ ल। तर यो जङ्गलमा मैले बियर गिल्सलाई बोलाउँछु क्या, त्यो म्यान भर्सेस वाइल्डको थियो नि,
कहाँ जङ्गल छ यहाँ बोलाउन पर्ने हो कि सुटिङ गर्न म्यान भर्सेस वर्ल्डको ट्याक्क जङ्गल सुटिङ रातिमा हुनुपर्छ बाघ्ने आउँछ त्यो त फेक हो त्यो ऊ हो के त्यो मान्छेलाई कसरी बाँच्न सकिन्छ भन्ने कुराले जनाउने मात्र के थाहा जोड्नु फेरि टोकेर रगत निक्लिन्छ नि थाहा जोड्नु चप्पलमा त बर्खायाममा यस्तो जङ्गलमा जुकाबाट सतर्क रहौँ जनहितमा जारी सन्देश नेपाल सरकार रेशम नेपालीद्वारा जनहितमा जारी सन्देश यदि सन्देश राम्रो लाग्यो भने भिडियो यसरी च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला मेरो त देखिसक्नु भएको छ पसिनाले भिजिसकेको छ र जङ्गलमा बाघले खान्छ यार एकछिन पछि भिडियो बनाउँछु ए देखो चुकी पुरा भित्ता नाप्दै हिँडेछ कहाँ खुट्टा त झन्नै परेन अहिले आएर सोध्न होला काउली खोला कति मिटरको कति एरिया छ यहाँ कति छ ठाउँ भनेर सोध्न होला भित्ता नाप्दै हिँडेछ काउले खोला मूलमा पुग्न अझै समय लाग्छ तर सबैजना पसिनाले भिजिसकेका छौँ साथै भिडियो बनाउने जोस भने सकिएको छैन वाइड एङ्गल त बाउजू हो र जसो तसो पसिनाले लतपत हामी पुग्यौँ हेर कामको थालनी सिधा वाइड एङ्गलमा रेशम नेपालीको साथमा पहिला थाहा नै भएन पछिबाट बल्ल देखेँ सबैभन्दा सुरुमा बनी मलाई नै गरेछ थाहै छ मलाई त केले जुकारे रक्तदान त यहाँ त भइछ गरी तिमीले साइड गरे तिमीले पानी बना राखे त्यो त जान्न त नि गएछ कि छँदै खै तिमी नटोक्न पर्थ्यो होला तर टोकिहाल्यो अब के गर्नु त पछिबाट खुट्टा ख्यालै नगरेको त गप्पै पारिन्छ ट्याक्क काउले खोला पानी बनाउन आएको जुको त जुकाले काउले खोलाको जुकाले बर्बाद पार्यो ए जुको एक ठाउँ यहाँ टोक्यो रगत भएको छ अनि यहाँ बर्खायाममा नि पुरा मूल सुकेर यस्तो छ्या जनहितमा जारी सन्देश त दियो तर मलाई नै जुकाले खाएर यस्तो छ्या रातै भन यसलाई हो के पुरा यस्तरी खुन पसिना बगाएर पानी लग्यो भन्ने खुन बगिरहेको टक्क टक्क पसिना गइरहेछ पानी इत्रीको छ माथि सोरसार पारेर उपल्लो टङ्की हेरिसकेपछि तल्लो टङ्की हेर्न गयौँ यता दाइहरू भने मेरो जस्तो हालत नहोस् भनेर टिमुर घस्दै हुनुहुन्छ टिमुरको गन्धमा जुकाले टोक्दैन त्यसैले यता पनि पानीको नापजाँच भइसकेपछि हामी निरन्तर घरतर्फ फर्क्यौँ साथी मैले रक्तदान गरिसकेँ तिमी कहिले आउने रक्तदान गर्न जुकाएर सतर्क रहौँ भन्दा भन्दै जुकाले खाएर भइसकेको छ खाइयो तपाईँलाई नि खायो होला मलाई नि खाएर यस्तो रातै गरा जुकाले बर्बाद पार्यो त यस्ता खोला खाल्सी हिँड्दाखेरि अलि ख्याल गर्नु होला हजुर जुको सन्दगन्ध छ कि ओरा पर हुन त भाग्यो होला हेर्नु धेरै रगत निक्लिन्छ जुकाले खायो भने चाहिने जो जिन्दगानीमा हजुर हामी यस्तै तेर्सो बाटो गइथ्यौँ कता कुनै नयाँ बाटोको खोजीमा बाटो भुलिएला जस्तो लागेको छ जङ्गलको बिचमा तर केही छैन हामी पुग्ने घरै हो है अहिले हामी आएको बाटो अप्ठ्यारो भएको कारणले भिडियो बनाउन मिलेको छैन खासै
तपाईहरु बजारमा बसेर गर्मी खानुस्, हामी गाउँमा बसेर शीतल हावा खाँदै सिधै रुखा टिपेर चोट्रो खान्छौँ। प्रिय फूल भिड त पहिलाको रगत पखालेर खासै देखिएको थिएन, पछि खै फेरि टोकेछ कि के गरेछ, रातै भएको रहेछ। पान खाए चाहिँ बखुट्टु छ्या। जहाँबाट बाल्टी कोदालो लगेका थियौँ त्यही फिर्ता गऱ्यौँ र आफ्नो घरतिर झर्यौँ। एउटै खुट्टाबाट कम्तीमा 4 ठाउँबाट रक्तदान गरेर आएछु। पहिला 1 मिनेट जतिको भिडियो बनाउँछु भनेर ठाडोमा सुट गरेको थिएँ, पछि भिडियो खिच्दा खिच्दै कतिखेर 80 मिनेटको क्लिपहरू भएछ पत्तै भएन, तर अहिले भने 11 मिनेटको बनाएर राखेको छु। यदि भिडियो मन पर्यो भने लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नभुल्नुहोला। अहिलेको लागि भने बाई बाई। जय अर्घाँची, जय नेपाल। अब हामी निरन्तर घरतर्फ लम्किन्छौँ र